everyone all over the world. Very, very warm and good morning from the land of Himalayas, Nepal. सम्पूर्ण देश विदेशमा रहनुभएका नेपालीहरू आज नेपालमा त धेरै पछि चाहिँ पुस महिनामा पनि घाम देख्न पाइएको छ र सदा जस्तै आज अब फुर्सदको शनिबार केही कुरा गरौँ भनेर म आएको छु। आजको टपिक रहनेछ यो लभ, सेल्फ लभ र सेल्फलेस लभ भन्ने चाहिँ एउटा तिनवटा वर्डहरू छन् र चाहिँ यसको बारेमा आज यसो डिस्कस गरौँ कि भनेर म आएको छु। नमस्कार, म चाहिँ दिनेश सुवेदी। मैले चाहिँ एमएससी केमिस्ट्री र चाहिँ एमए एन्थ्रोपोलोजी अध्ययन गरेको छु र चाहिँ अब आफ्नै सो अध्ययनले चाहिँ केही कुराहरू यसो आफूले जानेका कुराहरू यहाँहरू सामु चाहिँ साझा गरौँ, इन्टरेक्सन गरौँ, केही कुरा सिकौँ भन्ने उद्देश्यले मैले चाहिँ समय समयमा यस्तो खालको भिडियोजहरू टेलिकास्टहरू गरिरहेको हुन्छु। आजको टपिक मैले यसो पढिरहेको बेलामा यो टर्म्सहरू यो लिट्रेचरमा चाहिँ यस्ता खालका चाहिँ टर्म्सहरू अलिकति मेटाफोरिकल टर्म्सहरू आइरहेको हुन्छन्। एउटा के लभ, सेल्फ लभ र सेल्फलेस लभ लभका पनि प्रकारहरूको बारेमा लेखेको मैले कतै पाएँ र चाहिँ मलाई चाहिँ यसको बारेमा अलिकति कुरा गर्न मन लागेर यहाँहरूको सामु चाहिँ आज यो भिडियो लिएर प्रस्तुत भएको छु। अनि कुराको थालनी गरौँ। वास्तवमा वास्तविक लभका प्रकार हुन्छन् र मायाका कुनै प्रकारहरू हुन्छन् र जस्तो यहाँ टर्म्सहरू युज गरिएको छ, लभ, सेल्फ लभ र सेल्फलेस लभ। वास्तवमै तिनवटा हुन् कि यो एउटै हो, हामीले बुझ्नलाई अलिकति बुझाइमा फरक परेको हो कि भन्ने कुरामा चाहिँ आज म केन्द्रित रहेर यो आजको बसाइलाई चाहिँ अगाडि बढाउन गइरहेको छु। यहाँहरूलाई के लाग्छ, यो तिनवटा चिज हुन् कि यो एउटै चिज हो कि? यहाँहरूले चाहिँ कमेन्टमा चाहिँ आफ्ना लागेका मनमा लागेका कुराहरू चाहिँ अवश्य पनि लेख्नुहुनेछ। मैले बुझेको, मैले अध्ययन गरेर अलिकति पाएको के रहेछ त र अझ मेरो आफ्नो स्वविवेचनाले कस्तो लाग्छ त भन्ने कुरा चाहिँ मैले आज यहाँहरू सामु चाहिँ व्यक्त गर्न चाहेँ। कुरा के रहेछ भन्दाखेरि वास्तवमा लभ, माया के हो त? के मायाका नि प्रकार हुन्छन्? वास्तविक मायाका प्रकार हुन्छन् र? मलाई के लाग्छ भने वास्तवमा मायाको कुनै प्रकार हुँदैन। माया भनेको निस्वार्थ हुनुपर्छ, निष्कलङ्क हुनुपर्छ, कुनै पूर्वाग्रह बिना पछि केही पाउँछु भनेर वा चाहिँ कुनै दुराचारी भावना वा चाहिँ कुनै लोभ लालच बिना निस्वार्थ रूपमा कुनै प्राप्त गर्नको लागि, केही कुरा पाउनको लागि वा केही गुमाउँछु कि भन्ने सोचले